गाइज दर्शक नमस्कार। आज म तपाईहरुको बीचमा एउटा एकदमै महत्त्वपूर्ण भिडियो लिएर उपस्थित भइसकेको छु। बिहानीमा तपाईहरुलाई स्वागत छ कार्यक्रम आरटीभी अनलाइन टिभीमा। आज म यो संसारको एसियाकै एकदमै नम्बर 1 मा रहेको पुल चिसापानी कर्णालीको एकदमै महत्त्वपूर्ण पुलको बारेमा बताउन गइरहेको छु। तपाईहरुले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु सुदूरपश्चिममा रहेको एकदमै असल, एकदमै राम्रो, एकदमै दामी, एकदमै ब्युटिफुल रहेको छ। यो आज म तपाईहरुलाई यो पुलको कुन समयमा बनेको भन्ने कुरा देखाउन गइरहेको छु। यो पुलमा तपाईहरुले देख्न गइरहेको छ। यो पुलमा म जाँदैछु अनि आज म तपाईहरुलाई बारेमा केही नयाँहरू राख्दैछु। तपाईहरुले यसो साथ दिनु होला हेरेर। र यता माथि तपाईहरुले हेर्नुहुन्छ भनेपछि यो चाहिँ माथिबाट बगिरहेको कर्णाली अनि यो कर्णाली पुलमा चाहिँ एकदमै राम्रो हुन्छ र यो पुलमा एकदमै चिसो पानीहरू आएको छ। र यता चाहिँ माथि यो डाँडा खाँडा एकदमै सुन्दर पहाडहरू छ भने यता तपाईले देखिरहनु भएको यो तराईको भूभाग हो। यता एकदमै तराईहरू छ र यता तपाईले देखिरहनु भएको बजारहरू हैन, यो चाहिँ बजारहरू हो। र यो चाहिँ यो कसको पालामा यो पुल बनिएको हो भन्ने कुरा आज म तपाईहरुको माझमा बताउन गइरहेको छु। र तपाईहरुले भिडियोलाई कार्यक्रम यो भिडियोलाई अन्तिमसम्म हेर्नुहुनेछ। र यसको लम्बाइ भनेको 500 मिटर पनि रहेको छ। यो ठ्याक्कै 500 मिटरको पनि रहेको छ। आज म अनि यो कसको प्रधानमन्त्री भएको पालामा यो चाहिँ पुल अनि निर्माण भएको रहेछ भन्ने कुरा म तपाईहरुलाई बताउन गइरहेको छु। पुलहरू यो बिचमा चाहिँ गाडी हिँड्ने र यो पुलको नजिक यो खम्बाको नजिक एकदमै नजिक म जाँदैछु। अनि तपाईहरुले एकदमै आशा छ यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने पूर्ण आशा लिएको छु। र यो बिहानीको सुन्दर वातावरण मौसम सँगसँगै यो भिडियो तपाईहरुको बीचमा प्रस्तुत गर्दैछु। तपाईहरुले भिडियोलाई हेरेर साथ दिनुहुन्छ भन्ने आशा लिएको छु। एउटा राष्ट्रिय निकुञ्ज छ, बर्दिया राष्ट्रिय निकुञ्ज पर्छ। र यता चाहिँ विभिन्न किसिमका जनावरहरू, बाघ, भालु त्यस्तै किसिमका धेरै पाउँछ। चाहिँ बढी काठमाडौँ आएको गाडी कति राम्रो बाघ चाहिँ त्यो तपाईले देखिरहनु भएको परको त्यो सेतो गेट भनेको चाहिँ के हो त भन्दा त्यो लुम्बिनी प्रदेश हो है त। अनि यो चाहिँ ठ्याक्कै हामीले यता चाहिँ 7 नम्बर प्रदेश पर्यो भनेपछि उता चाहिँ लुम्बिनी प्रदेश पर्यो त्यो गेटदेखि उता। र म तपाईहरुलाई यो प्रधानमन्त्रीको पालामा यो पुल बनेको भन्ने कुरा तपाईहरुले देख्न गइरहेको छ। धेरै पर नजाउँ, तपाईले यदि चाहनुभयो भने यो पुलभन्दा उतापट्टि ठ्याक्कै 500 किलोमिटर यता 500 मिटर यता छ र 500 मिटर यता छ। अनि यो तपाईहरुलाई आज देख्न गइरहेको छु। यो चाहिँ अब हामी यहाँ पढ्न सक्छौँ। यहाँ के छ त भन्दाखेरि कर्णाली पुल सम्माननीय प्रधानमन्त्री श्री गिरिजा प्रसाद कोइरालाज्यूबाट यस पुलको उद्घाटन भएको रहेछ। यो कहिले भएको त भन्दा मिति 2050 साल माघ 28 गते सोमबारको दिन सुसम्पन्न भएको भन्ने कुरा यहाँ बताइएको छ। र माथि नेपालको निशानाको छाप छ। र यो चाहिँ कर्णाली पुल। र अब हामी यसैतिरबाट बजारतर्फ जाँदैछौँ। यो तपाईले देखिरहनु भएको यो फेरि एकदमै बजार रहेको छ। यो बजारहरू हो, चिसापानीको बजारहरू हो। र यो माथि डाँडा जुन तपाईले देखिरहनु भएको छ यो डाँडा चाहिँ राजकाँडा डाँडा हो। अनि जसको शिलान्यास
पुरुष सिँचाइको यो कोठा कोठा हो र यता चाहिँ सारा तराई पऱ्यो के हो जस्तो लाग्यो। अनि यता चाहिँ यो माथि र पहाडबाट आएको यो कर्णाली जुम्ला हुम्लाबाट आएको यो कर्णालीको पानी हो र यो चाहिँ बजार हेर्नुहोस् दामी छ। सुन्दर सुन्दर ठाउँ, सुन्दर सुन्दर वातावरण, सुन्दर बिहानीको समय एकदमै असल छ, एकदमै राम्रो छ, एकदमै राम्रो, एकदमै दामी ठाउँहरू। मान्छेहरू बिस्तार बिस्तार मान्छेहरू यस ठाउँलाई हेर्नको लागि आइरहेको छ र यो ठाउँमा घुम्न धेरै पर्यटकहरू आउँछन्। धेरै देश विदेशबाट ठाउँमा पर्यटकहरू घुम्नको लागि आइरहेको हुन्छ। यदि घुम्न चाहनुहुन्छ भने यो नेपालको सुदूरपश्चिम कैलाली जिल्लामा रहेको यो पुल हो। पुलमा तपाईँहरू आएर घुम्न सक्नुहुनेछ। म पनि आज एकदम धेरै जस्तो नेपालमा बस्दैन, केही समय घुम्नको लागि आएको छ। म फेरि जाँदैछु र त्यो कुरा भन्दा पनि अब महत्त्वपूर्ण कुरो चाहिँ तपाईँहरूलाई देखाउनु गइरहेको यो एकदमै महत्त्वपूर्ण वातावरण सँगसँगै यो चिसो पानीको पुल हो। तपाईँले यो हेर्न सक्नुहुन्छ। गाडी गइरहेको छ धमाधम काठमाडौँबाट धनगढी गाडीहरू भैँकिरहेका छन्। मन रमाइरहेको छ। हेर्नुहोस् कति मान्छेहरू यहाँबाट फुर्काएर मर्छन्, मूर्ख मान्छेहरू। तपाईँले यहाँबाट कति मान्छेहरू फाङ्गुटेर मर्छन्, कोही बाँच्छन्, कोही रवा खेल्नको लागि फाङ्गुट्छ। तर जे भए पनि यहाँ चाहिँ यो चाहिँ एकदमै सुन्दर पुल रहेको छ गाइजहरू है। यदि तपाईँहरू यदि घुम्ने मन छ भने जतिले पनि यो आरके अनलाइन टिभी हेरेर बस्नुभएको छ र उहाँहरू सम्पूर्ण जति पनि यदि तपाईँहरू यो पुलमा यदि घुम्न चाहनुहुन्छ तपाईँहरूलाई स्वागत छ। यस पुलमा आएर तपाईँहरूले आफ्नो मनोरञ्जन दिन सक्नुहुनेछ र यो पुल चाहिँ तपाईँहरूले भन्दै यो भिडियोलाई म यो भिडियोबाट बिदा लिँदैछु। मेरा सँगैहरू